हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल होइन हामीले अन्टरप्रेन्योर भन्ने च्याप्टरमा चाहिँ धेरै कुराहरू सिकिसक्यौँ अहिलेसम्म होइन हजुरहरूलाई केही पनि कन्फ्युजन छैन भने फिल फ्री टु कमेन्ट होइन यो टपिकमा चाहिँ अलिकति क्लियर भएन यस्तो भन्नु म कमेन्टमा पनि सकेसम्म बुझाइदिन्छु होइन तर अब त्यस्तो भएन भने चाहिँ कुनै भिडियो नै लिएर आउनु पऱ्यो भने पनि लिएर आइहालिन्छ त्यस्तो टेन्सनको कुरै भएन होइन आजको हाम्रो टपिक रहेको छ एकदम सिम्पल अन्टरप्रेन्योरसिप र इन्टरप्रेन्योरसिपको डिफ्रेन्स के हो त हामी कन्फ्युज हुन्छौँ नि त होइन कतिजनालाई लाग्छ दुइटै एउटै हो पहिले त मैले पढाउनुभन्दा अगाडि त अनर म्यानेजर अन्टरप्रेन्योर सबै उस्तै लाग्थ्यो होला अहिले त हजुरहरू क्लियर हुनुहुन्छ होइन त्यही त अब अन्टरप्रेन्योर भर्सेस इन्टरप्रेन्योरसिप भन्छ अब अन्टरप्रेन्योर भनेको चाहिँ अनर हो भने इन्टरप्रेन्योर भनेको इम्प्लोइ हो सिम्पल अन्टरप्रेन्योर मालिक हो भने इन्टरप्रेन्योर इम्प्लोइ हो मतलब कि अन्टरप्रेन्योरको बिजनेस छ इन्टरप्रेन्योर चाहिँ त्यो कम्पनीमा काम गर्छ त्यो बिजनेसमा ऊ काम गर्छ भन्ने हो क्या सिम्पल बुझ्दाखेरि होइन अब त्यस पछाडि अर्को चाहिँ के छ भन्दाखेरि टु बिल्ड अ न्यू भेन्चर एन्ड गेन मार्केट सेयर इन्टरप्रेन्योरसिपले चाहिँ त्यो भन्छ अन्टरप्रेन्योरसिपले त्यो भन्छ अनि इन्टरप्रेन्योरसिपले के भन्छ भन्दाखेरि टु इम्प्रुभ द एक्जिस्टिङ कम्पनी कम्पिटेटिभ एज बिकज ऊ त इम्प्लोइ हो त्यहाँनिर उसलाई त आफ्नो त्यहाँ पोजिसन बनाउनु छ होइन अब अर्को के हुन्छ भने रेज बाई द इन्डिभिजुअल सेभिङ लोन इन्भेस्टर रेज बाई द इन्डिभिजुअल अन्टरप्रेन्योरसिप भनेको चाहिँ आफै एउटा इन्भेस्टरले लिएर आउने हो क्या जुन पनि क्यापिटल चाहिन्छ ह्युमन रिसोर्स चाहिन्छ होइन अनि त्यसरी अब फाइनेन्सियल क्यापिटल चाहिन्छ जे पनि लिएर आउने अन्टरप्रेन्योरले चाहिँ अन्टरप्रेन्योरसिपमा चाहिँ अन्टरप्रेन्योरले हो एज अ इन्डिभिजुअलले हो होइन अब फेरि इन्टरप्रेन्योरमा के हुन्छ त्यो कम्पनीले प्रोभाइड गर्छ बिकज उसको त्यो बिजनेस होइन नि त ऊ त त्यहाँनिर काम गर्ने कामदार हो होइन त्यस्तो हुन्छ है अनि अन्टरप्रेन्योरसिप भनेको अर्को के हुन्छ भने पर्सनल एन्ड फाइनेन्सियल इफ इट फेल्स द अनर लुजेस देयर मनी भन्छ क्या फेरि इन्टरप्रेन्योरमा के हुन्छ इफ इट फेल्स द कम्पनी लुजेस मनी द इन्डिभिजुअल माइट जस्ट लुज फेस कम्पनीले मनी लुज गर्छ इन्डिभिजुअललाई जागिरबाट जान निकाल्देला उसलाई होइन त्यो हुनसक्छ क्या अब अन्टरप्रेन्योरसिपमा के भयो भन्दाखेरि इफ के भन्छ मेरो कम्पनी डुब्यो भने म पुरै सर्वस्व डुबेँ भन्ने हुन्छ होइन अब इन्ट्राप्रेन्योरसिपमा के हुन्छ भने कम्पनी डुब्यो भने मलाई लास्ट के गर्न सक्छ त निकाल्देला के गर्देला होइन मलाई त केही पनि हुँदैन भन्ने हुन्छ नि त अनि इन्टरप्रेन्योरसिपको के हुन्छ मस्ट बी हन्टेड एन्ड ग्यादर फ्रम स्क्रैच मतलब आफै क्रिएट गर्ने हो आफै सेटअप गर्ने सब आफै गर्ने हो इन्टरप्रेन्योरसिप भनेको बनाएको कम्पनीमा गएर काम गर्ने हो होइन अनि त्यस पछाडि अब डाइरेक्ट प्रफिट र लोकल अनरसिप हुन्छ भनेर भन्छ अन्टरप्रेन्योरसिपमा बिकज मेरो कम्पनी म सेयरहरू राम्रो भयो मार्केट क्याप्चर राम्रो भयो भने म डिभिडेन्ड खान्छु प्रफिट प्रफिटबाट नि के भन्छ प्रफिट अन भएको पैसाहरू मेरो हुन्छ होइन हो त मेरो हुन्छ अब इन्ट्राप्रेन्योरसिपमा के हुन्छ म स्यालेरी खान्छु नथिङ मोर देन द्याट बुझ्नु नै भयो होला होइन अन्टरप्रेन्योरसिप भनेको चाहिँ मेरो व्यवसाय हो सबै मेरो हो घाटा भयो भने मलाई घाटा हुन्छ होइन अरू कसैलाई घाटा हुँदैन रिसोर्स पनि मैले खोजेर लिएर आउने हो क्यापिटल पनि मैले लिएर आउने हो होइन प्रफिट भयो भने पनि मलाई फाइदा आउने मैले कसैलाई अरूलाई दिनु पर्दैन होइन प्रफिटको सेयर त मैले कसैलाई दिनु पर्दैन नि त अनि त्यस पछाडि अब एकदम स्क्रैचदेखि त्यो फाइनल प्रडक्ट बनाउनसम्म मेरै हुन्छ होइन सबै लगानी भयो सबै रिसोर्सेस मैले लगाउनु पर्ने हुन्छ अनि अन्त इन्टरप्रेन्योरसिप भनेको के हो म त्यो कम्पनीको कामदार हो कसैले अलरेडी बनाए कम्पनीमा मलाई हायर गर्छ मैले त्यहाँनिर मेरो एकदम बेस्ट दिन खोज्छु होइन त्यो कम्पनीमा घाटामा गयो भने मलाई केही फरक पर्दैन त्यो कम्पनी बन्द भयो भने लास्टमा के हुन्छ मेरो त्यो कम्पनीमा जागिर जान सक्छ अर्को ठाउँमा म अप्लाई गर्छु होइन त्यस्तो हुन्छ अब त्यही अब के हुन्छ नि मैले स्यालेरी मात्रै खान्छु कि मैले कम्पनी फाइदा भयो भने फेरि कम्पनीको सेयर प्रफिट खाँदिनँ होइन त्यस्तै हो एकदम सिम्पल छ केही कन्फ्युजन भयो भने एकदम कमेन्ट गरिदिनु होला सोध्नु होला होइन अझै पनि अरू पनि पोइन्ट हजुरहरूलाई के भन्छ जान्नु छ भने भन्नु होला होइन त्यस्तै छ थ्याङ्क यू सी यू इन द नेक्स्ट वान